कुकुर देखेर चाहिँ डराउँदो रहेछ है साथी चाहिँ है। यो सुन्दरी जलमा को बाँडेर आयो? नमस्ते, हाई। हेलो नमस्ते, वेलकम ब्याक माई युट्युब च्यानल। आई होप हजुर सन्चै हुनुहुन्छ होला। म पनि एकदम फिट एन्ड फाइन आफ्टर अ लङ टाइम पछि चाहिँ भ्लगमा आएको छु। आज चाहिँ साथीहरू म चाहिँ काठमाडौँको सुन्दरी जलतिर चाहिँ घुम्न आएको छौँ। उकालो रहेछ है। टिकट चाहिँ कति एकजनाको चाहिँ 100 रुपियाँ रहेछ। उकालो नाच्दै उकालो माथि तल स्टार्ट पोइन्टदेखि माथिसम्म उकालो छ। अझ आइपुगेको छैनौँ। सो अझ जाने डेस्टिनेसन अझ बाँकी छ। जङ्गलहरू चाहिँ दामी रहेछ है। बाबे के डर लाग्छ र? कुकुर देखेर चाहिँ डराउँदो रहेछ है साथी चाहिँ है। अझ जाने ठाउँ चाहिँ अझ बाँकी छ। जे टिकट सिस्टम रहेछ होइन। पहिला पनि टिकट काटेको थियो हो। ल ल पानी खायो त घरे घरे तल फेरि यस्तो मौका पाइन्न फेरि चिसो पानी खान। पानी चाहिँ दामी रहेछ है। तर म खान्छु। म पनि खानु पर्यो। खाऊ खाऊ। बाबुले खाने पानी हो है फेरि। भयो कस्तो रहेछ पानीको टेस्ट? बाघले पानी खाने कस्तो हुन्छ? बाघले पानी खाने बाघले पानी खाने पानी अरूले खान्दैन र हो। पुरो पहाड रहेछ यार, दामी रहेछ है। हेर्नु सक्नुहुन्छ पानी। सुन्दरी जल काठमाडौँमा रहेछ है। अझ माथि जाने रहेछ। सो माथि पुगेपछि म तपाईँहरूले चाहिँ झरना या अथवा अरू चिजहरूमा देखाउँछु। हामी गइरहेको छौँ बाटोमा। होस् ल्याउ न। हामी चाहिँ तलदेखि आएको। अब लगभग आइपुग्नु लाग्यौँ होला। श्री शैलमत्तेश्वर महादेव मन्दिर। झरना है फाइनली यही हो। त्यो छ माथि यही हो। पहिले प्रकाश के छ पानी नभए बर्खामा घर यहाँ छ हो। माथि हेर ओहो वर्षा बेलामा ठुल्ठुलो आउँछ यहाँ। फोटो खिच है।
with my sappy. तर यो पानी आएपछि त ठुलै हुन्छ होला हैन हो ल जाम न त माथितिर हैन बस ल बा ए शेरचा धापा ल ल ल ल ल सो हामीले चाहिँ तल चाहिँ झर्नामा फोटो सोटो खिचेर चाहिँ हामी चाहिँ अब अन्त ठाउँतिर जान लाग्छौँ हाम्रो खगेन्द्र चाहिँ पहिल्यै आइसकेको रहेछ अनि कोसँग आएको भनेपछि सोध्नु पर्छ के हो यार यो ए काका यार यो सुन्दरी जलमा को बाँडेर आयो सुन्दरी जलमा को बाँडेर आयो यार तपाईँहरू पनि आउनु सक्नुहुन्छ सुन्दरी जल यो काठमाडौँ एरियामै हो अनि एकजनाको चाहिँ 100 रुपियाँ रहेछ जस आएर इन्जोय गर्नु होला जे होस् हामी चाहिँ इन्जोय गरिरहेको छौँ बढी चाहिँ उकालो रहेछ झर्ने बेला चाहिँ सजिलै होला हैन सो अब तलले हामी चाहिँ तलदेखि आएको अरू पनि माथि होला माथि आकाश देखाउनु के रमाइलो रहेन हो माथि आकाश रुख हेर्न यस्तो माथि यही हो साथीले मलाई सिकाएर चाहिँ कसरी भ्लग बनाउने भनेर अब आइन यो फाइनल यात्रा के को फाइनल यात्रा फाइनल क्लास त्यहाँ आउँदैन सुन्दर के घुम्ने ठाउँ सुन्दर जल चाहिँ आइदैन अब ए फाइनल Hello, namaste. Hi. How are you? I'm fine. Where are you from, sister? Canada. Oh, nice. Nice to meet you. Okay. Have a safe journey. Canada देखि रहेछ जस विदेशीहरु पनि आउँदै रहेछन् है क्यानाडादेखि अरु जुनसुकै देशदेखि यो भ्याली भित्र भएर होला सायद ल जाम न माथि रेस्ट गरे म त वक गर्छु एकछिन भमिट गर न वक गर्छु सो एकछिन चाहिँ हामी रेस्ट गर्छौँ साथी थकाइ लागिरहेको छ जस्ट इन्जोय है इन्जोय द भ्लग लास्ट इन्जिनसम्म हेर्न नबिर्स्नु होला है ए हे ला 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 फोटो खिच्न पाइन्न है बन्द गर हिँड्दै गर्न के पछाडि हेऱ्यो हिँड्दै गर्न बस आउँदैन कहाँ पुग्नु उतातिर होला नि टिकटहरू देखायो अनि अझ भित्र रहेछ अरू ठाउँ अरू राम्रो दृश्यहरू राम्रो झर्ना हेर्न
मन छ भने कन्टिन्युसम्म हेरेर नबिर्सिनु होला हाम्रो साथको सपोर्ट दिँदै गर्दै जानु होला अझ पनि राम्रो राम्रो दृश्यहरू देखाउनु गइरहेको छ हामी अझ राम्रो ठाउँ दृश्यतिर जान लाग्छौँ यहाँ त साथी अब हेरौँ है ठाउँतिर कस्तो रहेछ वा पानीहरू सक्नुहुन्छ कति राम्रो देखिरहेको छ है झरना हिँड्नु अगाडि म भिडियो बनाउँछु यो त यो मान्छेले खाने पानी होइन अब त माथि छ यो त पानी अब देखाउनु अब यो चाहिँ अब फर्कौँ अब कता अब यहाँदेखि कता फर्किने यता जाने होइन हो त यसरी पो सो आजको दिन चाहिँ हामी सुन्दरी जल चाहिँ घुमेर सकिसक्यौँ अनि हामी चाहिँ घर फर्किन लाग्छौँ अब हेरौँ साँझ कतिखेर घर पुगिन्छ अनि जे होस् दामी लाग्यो अनि यहाँको सानो खोला नाला झरनाहरू जङ्गल त्यसपछि अझै बाँकी छ टाइट फेरि लास्टै टाइट रहेछ चेकिङहरू चाहिँ हुँदो रहेछ यहाँ चाहिँ जथा प्रायः जसो यहाँ कपालहरू आउँदो रहेछन् होइन कपालहरू आउँछन् अनि त्यही हो पित्ती गर्छन् साइडको त्यो कपालहरू आइदिन् त्यही हो आजको भिडियो यति नै जाँदा जाँदा लाइक सेयर अनि सब्सक्राइब गर्नु के भन्ने छ के भन्छ के भन्ने छ यसो मेरो सब्सक्राइबर दर्शकहरूलाई सो यति नै भन्दै जाँदा जाँदा हामी भिडियो अफ गर्छौँ